दामी रे ल आम्मामा दामी बुटा ल यो सबै नेचुरलै बनाउँदो रहेछ नि के यतातिर ल यो बुटो हेर्ने ट्याक्क यो बुटो कस्तो छ गोलो गोलो छ एकदम दामी छ त्यो बुटा मुनि बस्दा हुन्छ पानी आउँदा टक्क होइन ल हेर्नु यहाँ ट्याक्क यो बुटोको मुनि बुटोको मुनि यस्तो अनि ट्याक्कै तलतिर हेर्नु नजारा होइन भ्यू कस्तो दामी लाग्यो क्या मलाई त एकदम मन पर्यो मन पर्यो यो गार्डन छोडेर जानै मन परेन मलाई ल हरियो हरियो रातै रातो फुलै फुल फुलै फुल फुलै फुल एकदम दामी ल माने म यहाँको डेभलपमेन्टहरू माने यो चेन्नईमा पनि छैन ल साउथ इन्डियनमा छैन हामी अब चेन्नईमा बस्दा बस्दा होइन आधी जिन्दगी चेन्नईमा फालिसक्यो तर छैन यस्तो बाहिरतिर आएर हेर्नुपर्छ चेन्नई छोडेर आएको गार्डनै गार्डन अब त्यो भन्छ नि मेरा दिल त गार्डनै गार्डन हो क्या भन्ने यहाँ हो गार्डन गार्डन भन्ने चाहिँ ल यो पुरा नेचुरल क्या एकदम नेचुरलिटी बनाएर राखेको हाम्रो देशमा त माटो पनि एकदम दामी छ होइन पानी पनि सबै प्रकृतिले दिएको चिजहरू छ तर छैन यस्तो हामीले गर्नु सकेको कहिले बन्छ हाम्रो नेपालमा सब कहिले देख्नु पाउने ल ल यति दामी छ यति दामी लाग्यो बेला एउटा कस्तो कस्तो तरिकाले बनाएको क्या ल ल हेर्नु वरिपरि हेऱ्यो त्यो बुटाहट्टा होइन खतरा लाग्यो खतरा वन्डरफुल वन्डरफुल